हेलो गाइज, वेलकम टु माई भ्लग। आजको ओभर टाइममा हामी जाँदैछौँ त्यो पोकोहरूको बिचमा पेन्टिङ गर्नेको लागि। हेर्नु, यो हातमा छ पराङ एन्ड ब्रस। हेर्नु, उहाँले लिनु भएको छ पेन्ट। यो सेतो कलरको पेन्ट र अरूले गर्छ येलो कलरको पेन्ट। यो पछाडि पोको छ नि, त्यो सबै पोकोमा एउटा पोको छोरी गरी सबैमा लगाउनु पर्ने हो। 8 घन्टा ड्युटी सकेपछि के गर्नुहुन्छ ओभर टाइममा हैन, कुनै बेला पेन्ट गर्नुपर्छ र कुनै बेला घाँस काट्नुपर्छ र रुमलाई क्लिन गर्नुपर्छ। धेरै कुराहरू मतलब प्लान्टेसनभित्र मतलब सबै कुराहरू गर्नुपर्छ क्या ओभर टाइमको बेलामा। म हामीले पेन्ट गरेको भिडियो देखाउने छु हैन। अघि भनेको थिएँ नि, ओभर टाइममा चाहिँ पेन्ट गर्न हामीहरू गइरहेको छौँ। हेर्नु, पेन्ट गर्नुभन्दा तपाईँलाई सुरुमा के गर्नुपर्छ, यो जतिहरू छ नि यो काट्ने, यो सबै काट्ने, ठिक छ। यो यहाँदेखि यहाँसम्म पुरै सफा गर्ने क्या। अब यो छ नि, यसलाई यति भइसकेपछि फेरि अर्को दुईवटा पोको छोडेर फेरि अर्कोमा जानुपर्छ हैन। अनि मेरो क्यामेराम्यानले पेन्ट गर्छ, तपाईँलाई देखाइदिन्छु कसरी गर्छ। ल, यो बुफर जोन एरिया हो जुन अर्ग्यानिक छैन र यसमा कुनै खाद हाल्दैन, त्यही भएर यसमा पेन्ट लगाउँछ क्या। यहाँदेखि जति चाहिँ पोखर छ नि सबैमा लगाउनु पर्छ बाटो साइडको। हेर्नु, पेन्ट गरेको यसरी नै ओभर टाइममा पेन्ट गर्नुपर्छ 2 घन्टासम्म। सेतो पेन्ट, कसैले येलो कलरको पेन्ट लगाइरहेछ, कसैले सेतो, कसैले रातो कलरको पेन्ट लगाइरहेछ। यस्तै यसरी लगाउनु पर्छ। प्लान्टेसनको काममा यस्तै ओभर टाइममा चाहिँ यही गर्नुपर्छ क्या। जुनसुकै ठाउँमा हेर्नु यही गर्नुपर्छ। पेन्ट गर्दैछ नि कति मजाले